नमस्ते, स्वागत छ तपाईँले यस भिडियोमा। आज म सरकारी कार्यालयमा काम गर्नेहरूले कति सेवा सुविधा पाउँछन् त्यो विषयमा कुरा गर्दैछु। सेवा सुविधा मतलब मैले यहाँ पैसाको मात्रै कुरा गर्छु हैन, वित्तीय सेवा सुविधाको मात्रै कुरा गर्छु। त्यसमा पनि मोटामोटी हिसाबले गर्दाखेरि जस्तो तपाईँ हामी जसले खरिदार नासु शाखा अधिकृत तयारी गरिरहेका छौँ, हामीलाई चासो हुनु स्वाभाविक पनि हो। मैले तयारी गरिरहेको पदमा यदि म कार्यरत भएँ भने अथवा सिफारिस भएँ भने कति सेवा सुविधा पाउँछु त्यो जान्ने इच्छा हुनु स्वाभाविक पनि हो। म खरिदार नास शाखा अधिकृतसम्मको कुरा गर्छु। त्यहाँभन्दा मासतिर तपाईँ हामीले तयारी गरिरहेका हुँदैनौँ। यदि गरिरहनु भएको छ भने तपाईँलाई थाहा छ अवश्य पनि। म शाखा अधिकृतलाई बेस मान्छु। म पनि एउटा शाखा अधिकृत हुँ नेपाल सरकारको, अनि त्यो हिसाबले पनि मलाई यो कुरा गर्न सजिलो भएको हो। तलब कति छ तपाईँलाई थाहै होला हैन, 43,689 छ, 43,689 शाखा अधिकृतको तलब। त्यस्तै गरेर 32,000 खरिदारको, 34,000 समथिङ नासुको, त्यो तलब स्केल भयो। अनि हामीले महँगी भत्ता भनेर दिएको 5,000 छ नि, त्यो 5,000 के हुन्छ, त्यसलाई जोड्ने आवश्यकै छैन। किन आवश्यक छैन भने त्यो महँगी भत्ता जतिखेर पनि बन्द गर्न सक्छ, हटाउन सक्छ, त्यो आवश्यक छैन। अब दुर्गम हिमाली क्षेत्रहरूमा, उच्च पहाडी क्षेत्रहरूमा जानुभयो भने स्थानीय भत्ता आउँछ, त्यसलाई पनि जोड्न जरुरी छैन, किनभने सधैँ दुर्गममा बसिन्छ भन्ने छैन है। त्यही भएर चोखो तलबको मात्र हिसाब गर्ने हो भने 43,689 शाखा अधिकृतको तलब हुन्छ। त्यसमा पनि 10% के गरिदिन्छ, सञ्चय कोषले काटेर तपाईँको खातामा जम्मा गरिदिन्छ। तपाईँले त दिँदैन मन्थली हैन। भनेपछि 43,689 मा 10% कटाएर बचेको तलब चाहिँ तपाईँको खातामा आउने हो। अन्त त्यसमा पनि मिनिमम 200-400 कति नागरिक लगानी कोषमा काट्ने हुन्छ। भनेपछि त एभरेजमा तपाईँको ल मानौँ 40,000 मासिक इन्कम हुन्छ है, मासिक 40,000 इन्कम हुन्छ सोच्ने हो भने 12 चौक 48, 4,80,000, वार्षिक कति हुने भयो, 4,80,000 हुने भयो। एक महिनाको एक्स्ट्रा दिन्छ दसैँ अथवा चाडपर्व खर्च भनेर। त्यसरी जोड्दा पनि के हुन्छ त 5,20,000 हुन्छ। 20,000 छोडिदिनुहोस्, 5 लाखको हिसाब गरौँ। वार्षिक 5 लाख इन्कम गर्छ एभरेजमा, मिनिमम भयो यो। 5 लाख एभरेजमा इन्कम गर्यो भने अब हेर्नु त, भनेको महिनामा 40,000। अब तपाईँ जागिर खाएर हिँडेको मान्छे, अब अफिसको क्वार्टर छैन भने त छुट्टै कोठा लिएर बस्नुपर्ने हुन्छ। त्यसरी हिसाब गर्दा ल मानौँ 20,000 मासिक खर्च आउँछ भने बच्यो कति, 20,000 है। मन्थली एउटा दिन शाखा अधिकृतले 20,000 बचायो भने वार्षिक कति हुने भयो, 12 जना 24, 2,40,000। वर्षमा 2,40,000 बढीमा कमाउन सक्छ कुनै शाखा अधिकृतले, बचाउने कुरा गर्दैछु म है। त्यो पनि दसैँ भनेको चाडपर्व खर्च जोडेर हो। र तपाईँलाई 10,000 एक वर्षमा एकपटक पोसाक भत्ता दिने भयो। अब अरू कुरा सानसाना कुरा छोडिदिउँ, यी कुराहरू पोसाक खर्चका कुरा छोडिदिउँ। हिसाब गर्दा के देखियो, मासिक यदि 20,000 खर्च आउँछ भने 20,000 बचत हुने भयो। र 20,000 को हिसाब गर्ने भने वार्षिक 2,40,000 रुपियाँ बचत हुने भयो। अब तपाईँ आफै भन्नुहोस् 2,40,000 ले के हुन्छ, 2,40,000 महिनामा के अरे वार्षिक वर्षमा बचाउने हो भने के हुन्छ त। अब के हुन्छ, हाम्रोमा सरकारी जागिर खाइसकेपछि ठाउँमा घर गडरी जोड्ने भन्ने हुन्छ, अरू कुरा केही पनि हुँदैन है। ठाउँमा घर गडरी जोड्नु पर्यो। अब वर्षमा 2,40,000 कमाउने मान्छेले, अब ठिकै छ 2.5 लाख राख्नुहोस्, 2.5 लाख कमाउने मान्छे वर्षमा है, कमाउने मान्छेले अनि घर गडरी जोड्छ, जोड्दैन, सक्दैन, त्यो बजार एरियामा सक्दैन। त्यसो भएर तपाईँ हामी सेवा सुविधा ओरिएन्टेड भएर लोकसेवा तयारी गर्दैछौँ भने यो नासु शाखा अधिकृत खरिदार योतिर नलागे पनि हुन्छ है। देशको सेवा गरौँ अथवा त्यहाँ टक्क मजाले सेतो सर्ट निलो प्यान्ट अथवा चाहिने त्यो
जे होस् निजामती कर्मचारीको ड्रेस लगाएर हिँड्दाखेरि आफूलाई अलिकति गर्वान्वित महसुस गर्नुहुन्छ अथवा देशको सेवा गर्न पाएर ठिक हुन्छ, मलाई नागरिकको सेवा होइन आफ्नै गाउँठाउँको मान्छेको सेवा गर्न पाए राम्रो हुन्छ, त्यसरी लागेको हुँ भन्नुहुन्छ भने ठिक छ। होइन भने त्यो जागिर खाएर म जागिर खाएर जागिरमा नाम त निस्कियोस्, मैले यसो गर्छु, मैले गाडी घोडा किन्छु, त्यस्तै गरेर घर घडेरी जोड्छु, यो सपना नदेखे हुन्छ है। म यति यो अरू सेवामा फरक पाटो छ, तर यी सेवाहरूमा चाहिँ मैले भनेको सेवा सुविधा यही हो। अब भन्नु होला ओहो मान्छेहरूले त कमाएका छन् त, घर घडेरी जोडेका छन् त है, त्यस अब उनीहरूको इन्कम सोर्स के हो? अथवा लोन ल्याएको हुनसक्छ, अथवा उनीसँग पैतृक सम्पत्ति हुनसक्छ, अन्य कुनै तरिकाले कमाएर राखेको हुनसक्छ, जसरी हुन्छ जोडजाम गरेको हुनसक्छ, अथवा गैर कानुनी काम पनि गरेको हुनसक्छन् कसैले है, त्यो हुँदैनन् भन्न सकिन्न। अब मैले भन्न खोजेको के त भने सरकारी सेवा गर्छु, म सरकारी कार्यालयमा काम गर्छु, जनताको सेवा गर्छु, मलाई घर खर्च चल्ने, चुलो बल्ने, जति चुलो बाल्न मिल्ने, एकदमै कन्जुसाइ गरेर घर खर्च चलाउन मिल्ने पैसा भए पनि ठिक छ, तर मलाई सेवा गर्नु छ, सरकारी सेवा गर्नु छ भनेर लाग्नुभयो भने चाहिँ मोटिभेट हुनु होला तपाईँ है। अहिले होइन पैसाले नै तपाईँलाई मोटिभेट गराएको हो सरकारी सेवामा, फलानुले खरिदार भएको यति वर्ष भयो घडेरी किन्यो फलानु ठाउँमा, फलानु नासो भएको यति वर्षमा घडेरी किन्यो फलानु ठाउँमा, फलानु शाखादेखि भएको थियो यति वर्षभित्र यतिले घडेरी किन्यो भन्ने चिजलाई लिएर मोटिभेट हुनुभएको छ भने त्यो छोडिदिनुहोस् अहिले नै। किनभने तपाईँ सक्नुहुन्छ, तपाईँले सक्नुहुन्छ त्यस्तो गर्न भन्ने छैन। जस्तो म शाखादेखि हुँ, मैले जागिरहेको भयो 4-5 वर्ष, तर एसेट जोडेर सकेको छैन, केही पनि जोड्न सकेको छैन त। खै अरूले कसरी कमाउँछन् त, कसरी जोडेका छन्, लोन ल्याएका छन् कि अन्य कुनैबाट कुनै स्रोतबाट जुटाएर त्यसरी जोडेको छन्, ती सबैले जोडेको छैन। र हाम्रो समाजको सोच फेरि यो हुन्छ, जागिर खाइसकेपछि केही न केही गरेर हुन त फेरि म 2.5 वर्ष मालपोत कार्यालयमा बसेर आएको मान्छे हुँ है। अब ओहो त मालपोतमा बसेर आएको नि त, केही न केही त गरेछ होला भन्ने हुन्छ, तर गरे चाहिँ केही पनि छैन भन्दैन हुन्छ। ए प्राइभेट टिचरले पनि घरेडी बनाइसके फलानु ठाउँमा भन्छ है कोही मान्छेले। होइन, उहाँले प्राइभेट टिचरले कसरी बनाउनु भयो होइन, ऋणदान गर्नुभएको छ कि सरसापट गर्नुभएको छ कि पैतृक सम्पत्ति थियो कि होइन, अन्य कुनै व्यापार व्यवसायबाट कमाउनु भएर जोड्नु भएको छ कि, त्यो रिसर्च गर्दैन क्या मान्छेले। यो उसले त कमायो र घर घडेरी जोड्यो भने अनि त मालपोत कार्यालयको हाकिम भएर बसेको यति वर्ष, अहिले फलानुको कार्यालयको हाकिम, अनि यति त गरेर सकेका छैनस् भन्ने जस्तो क्वेसन आउँछ। त्यति बेला यदि तपाईँको मन कसैले त्यसरी सोद्धाखेरि मन खिन्न हुन्न भने चाहिँ तपाईँ सरकारी सेवाको लागि फिट हो। ए हो र कसरी कमाएछ, म पनि यसरी कमाउँ भन्ने सोच्नुहुन्छ भने चाहिँ हुँदैन। त्यही भएर मैले के भन्छु भने सेवा सुविधा त्यस्तो जातिविधि नै एकदमै हाइफाई तरिकाले बसौँ, अथवा समाजमा बेसिक निड्स पुरा भएर अझै अलि अगाडि बढौँ भन्ने हो भने, र फलाना यसरी कमाएको छ अनि म पनि जागिर खाएँ भने, फलाना जस्तै भयो भने म पनि त्यसरी नै कमाउँला, त्यसरी नै घर घर जोडौँला भन्ने आश नगरेर जनताको सेवा गर्ने हो। मलाई 2 चाक खान, 1 सर लाउन पुग्ने पैसा सरकारले दिन्छ नै, त्यसपछि हाम्रो नाममा पनि केही चिज फन्ड जम्मा गरिदिएको हुन्छ नै, पछि आउँदाखेरि निस्किँदाखेरि त्यहीबाट हामीलाई पैसा दिन्छ नै, र यो जागिरको अवधिमा मैले कुनै साइड बिजनेस गरौँला कसैको नामबाट, यसरी चाहिँ अगाडि बढौँला भन्ने हो भने चाहिँ लोकसेवा तयारी गर्नु होला। अन्यथा पैसाकै लागि भनेर चाहिँ नआउनु होला। आएर खासै प्रगति हुने देख्दिनँ म। पैसाकै लागि सरकारी जागिर खानुभयो भने चाहिँ तपाईँको भविष्य उज्जवल देख्दिनँ म। तपाईँ डिमोटिभेट भइहाल्नुहुन्छ, या त 2 नम्बर धन्दा गर्दा गर्दै पक्रिन सक्नुहुन्छ, जर्जरको स्थिति आउँछ होइन। त्यही भएर आजैबाट तपाईँले चाहिँ म जनताको सेवा गर्नको लागि आएको हो भनेर
पढ्ने कोसिस गर्नुहोस्। त्यसो भयो भने यदि त्यसरी सोच बनाएर आउनु भएको छ भने तपाईँलाई एकदमै राम्रो मोटिभेट भएर आउनु भएको छ, होइन पैसाको लागि आउनु भएको छ भने तपाईँले यो चिज छोडिदिनु होला। अहिले म लाग्छु। हवस्, नमस्ते। राम्रोसँग पढ्नुहोस्, तयारी गर्नुहोस्। फेरि अर्को भिडियो भेटौँला। छुट्टिन्छु। हवस्।